म रक्सी खान्न। यो रक्सी होइन, यो 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 चिसो। चुरोट खान्न, खैनी खान्न। हेत्तेरिका म गाँजा खान्न। हेत्तेरिका के खानुहुन्छ त? तातो पानी खानुपर्छ। तातो पानी के भएको छ? 1-2 दिनदेखि अलिअलि चिसो लागेको छ। चिसो लाग्यो भए त रम खाऊ न, खुकुरी रम। खाऊ। मिठो लाग्यो? अनि थ्याङ्क यू भन्नु पर्दैन त? हिन्दीमा भन्दिनँ। ठिक छ, धन्यवाद। चुनाव त हार्नुभयो, अब के गर्ने? केपी ओली मान्छे हँसाउँछ, मान्छे हँसाएर हिँड्छ। अलिकति लाज घिन भन्ने त मान्छेमा हुनुपर्छ क्या। पुष्पकमलजीलाई के भन्नुहुन्छ? पुष्पकमल दाहालजीको बेग्लै छ, उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्कै। हावा कुरा गर्छन् केपीले। हेलो। बालेनले यसरी उत्तानो पारिदिन्छन् भनेर तपाईँलाई थाहा थियो? यति साह्रो थिएन, उत्तानै पारिदिए नि। आशंका थियो, त्यस कारण मैले राम्रो तयारी गर्नु, त्यस्तो हुन नपाओस् भन्ने चाहिँ भनेको थिएँ। बालेनले के भने त? आई लभ यु। मैले सुनेको तपाईँ बालेनजीसँग चुनाव हारेपछि कोमामा जानु परे। कति घन्टा कोमामा जानुभयो? 6 घन्टा। नियमित 6 घन्टा? नियमित रूपमा होइन, कहिले कहिले 4 घन्टा, कहिले कहिले 5 घन्टा, कहिले कहिले 6 घन्टा। तपाईँलाई चुनाव हारेको, चुनाव हरुवा भनेर कोले के भन्छन्? 3 जनाले भन्छन् क्या, शेरबहादुर देउवाले भन्छन्, पुष्पकमल दाहालले भन्छन्, माधव नेपालले भन्छन्। प्रचण्डको नाङ्गो नाच हेर्नु भएको छ? मौका मिल्या बेला कहिले कहिले हेर्छु। अब थप भन्नुहुन्छ भने थप दिन्छु म त। मलाई रुवाएर त हाँस्छस्, हाँस्दै छस्। झापा 5 को जनतालाई के भन्न चाहनुहुन्छ? मलाई मान गरेनन्, अपमान गरे। अनि शेरबहादुर देउवा त थाइल्यान्ड भाग्नु परे। म त्यता पनि जान चाहन्न। तपाईँलाई भनिन्छ महेश बस्नेतले गर्दा तपाईँले चुनाव हार्नुभयो। महेश बस्नेतलाई तपाईँ के भन्न चाहनुहुन्छ? त्यो कुकुरको बच्चा। यो आन्दोलनको मैदानको बाघ हौं हामी, बाघ। कुत्ते का पिल्ला कुत्ता होता है, शेर नहीं। तर त्यो बाघ भइसकेको छैन, त्यो बच्चै छ। अब राजनीति त सकियो, अब के गर्नुहुन्छ? शिशीमा औषधि बेच्ने, टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको। त्यस्ता मान्छे त कुद्यान्छन्। कस्तो रहेछ प्रतिस्पर्धा? तपाईँलाई जेनजीले के भन्छन्? महिलाको किडनी लाएर दिमागै बिग्रियो। त्यति मात्रै भन्छन्? केपी ओली हाम्रो ठुलो सम्पत्ति हो, देशकै सम्पत्ति, त्यसकारण उसलाई खाल्टो खनेर गाडेर राख्नुपर्छ। के भन्न चाहनुहुन्छ? केपी ओली भनेको एकदम अल्छी मान्छे हो, एउटा सिनको पनि यताबाट उता नसार्ने मान्छे हो। अब अहिले धेरै समय नलिउँ जस्तो लाग्छ मलाई। धन्यवाद।